लो गाइज है आज चाहिँ च्याट्ट कामसाम सकेर टक्क किचनमा आएर भिडियो हाल्दैछु होइन। अहिले चाहिँ मान्छेहरू रोमानिया भनेको अवस्था छ। 7-8 लाख तिर्न अघि होइन। अब रोमानियामा कमाइ चाहिँ कति हुन्छ भनेर सोध्दै थिएँ। मलाई रोमानियाको कमाइ चाहिँ खासमा हुने भनेको 80,000 देखि 1 लाखसम्म हो सुरुमा हुने चाहिँ है। अब काम गर्दै गएपछि त्यस्तै बढेर जाला। 1.5, 2, 3 पनि कमाउँछन् यहाँ नेपालीहरू, कमाउँदै नकमाउने होइन। सुरुमा हुने चाहिँ त्यति हो है। रोमानियामा चाहिँ चट्ट सुरुमा आएपछि चाहिँ 80,000 देखि 1 लाखसम्म चाहिँ हुन्छ, यति चाहिँ ग्यारेन्टी हो कि अब सप्लाईमा पऱ्यो भने त्यति नै हो। अब डाइरेक्ट कम्पनीमा भन्दा 1+ त प्राय हुन्छ नै, किनकि यहाँको बेसिक स्यालेरी नै 4,050 भइसकेको छ कि अहिले 2025बाट। अनि हामीले पाउने भनेको चाहिँ त्यही 2,500, 3,000, 3,500सम्म हो। बेसिक स्यालेरी नै 4,050 बनिसकेको छ। अब कम्पनी अनुसार दिन्छ दिन चाहिँ, नत्र भने अब अहिलेको रेट चाहिँ 30 रुपियाँ छ एक ली बराबर होइन। हामीलाई पाउने चाहिँ 4,050 ली हो। अब जोस् अब 26मा आउनेहरूको लागि चाहिँ हल्का भिसा पनि टाइट हुन सक्ने भनेर खबर आइरहेको छ होइन। यसो बुझेर यताउता गरेर हाल्नु होला। त्यो जोस् धेरै आश गरेर नआउनु होला। थोरै आश गरेर आउँदा चाहिँ खासै निराश हुनु पर्दैन भनौँ न। त्यो 70देखि 1 चाहिँ अब मान्छेमा भर पर्छ। अब कोहीले यहाँ अब यताउता अलिअलि खान्छ होला, अलिअलि पर्सनल खर्च गर्छ होला भने त्यसको चाहिँ 70-80 हुन्छ। अब 1 रुपियाँ पनि खर्च गर्दैन, जति दिन्छ त्यति राख्छ भने पनि अब एक चाहिँ एक टेक्न खोज्छ भनौँ। अब त्यही 1 लाखको रेन्जमा चाहिँ हुन्छ स्यालेरी यहाँ रोमानियामा चाहिँ होइन। तपाईँहरू आउँदै हुनुहुन्छ भने एकदम ध्यान पुर्याउनु होला। अनि इन्डियामा इन्टरभ्यू दिनको लागि चाहिँ कस्तो क्वेसन आउँछ भन्ने सवाल पनि आएको थियो। अब इन्डियामा चाहिँ इन्टरभ्यू दिनको लागि चाहिँ क्वेसनहरू चाहिँ कस्तो आउँछ भन्दाखेरि सजिलै आउँछ कि आफ्नो इन्ट्रोडक्सन दिन सक्ने खालका होइन। अनि त्यो इङ्ग्लिस चाहिँ बुझ्नु पऱ्यो। उनीहरूले क्वेसन इङ्ग्लिसमा सोध्ने हो, रोमानियामा सोध्दैन एम्बेसीमा है। रोमानियामा सोध्ने होइन, इङ्ग्लिसमा सोध्छ है। अब इङ्ग्लिस जान्न सक्ने अवस्था हुनु पऱ्यो। त्यहाँ गएपछि उसले भनेको क्वेसन बुझ्नु पऱ्यो। अब हामीले बोलिरहेको इङ्ग्लिस र तिनीहरूले क्वेसन सोद्धाखेरि क्वेसनमा चाहिँ हल्का अब तिनीहरूको अब बोल्दा चाहिँ होइन हल्का अब तिनीहरूको प्रब्लम हुन्छ। अब तपाईँहरूले त्यो अब केही बुझेन भने त्यहाँ माइक हुन्छ, अनि ट्याक्क बिचमा सिसा हुन्छ, अनि उतापट्टि रोमानियाको एमएससीको मान्छे हुन्छ, रोमानियाकै हुन्छ तिनीहरू, अनि हामी यतापट्टि बस्छौँ, अनि बिचमा सिसा हुन्छ, अनि स्पिकरमा आवाज आउँछ। अनि त्यही स्पिकरमा आवाज आएपछि चाहिँ अनि उनीहरूले क्वेसन सोध्छ। के क्वेसन सोध्छ भन्दाखेरि उनीहरूले अब वाट इज युर नेम भनेर सोध्छ। अनि हामीले यताबाट आफ्नो एन्सर भन्यौँ। अनि हाउ ओल्ड आर यु भनेर सोध्छ। अनि त्यस्तै वेयर आर यु फ्रम, विच कन्ट्री, यताउता भन्छ। किन विच कन्ट्री भनौँ भन्दा चाहिँ त्यहाँ इन्डियाको मात्र दिने होइन कि त्यहाँ अब बङ्गलादेश, अब इन्डिया भइहाल्यो, अनि हाम्रो नेपाल, यिनीहरू देशको पनि जान्छ क्या। अनि त्यही भएर त्यो सोध्छ। अनि त्यो इन्टरभ्यू धेरै हुँदैन, 5 मिनट टाइप हुन्छ है। अनि 5 मिनट टाइपको इन्टरभ्यू दिइसकेपछि चाहिँ अनि टक्कै स्पिकरमा सुन्छ। आवाज चाहिँ मेरो पालामा चाहिँ सानो आएको थियो। त्यो 6-7वटा क्वेसन सोधेको थियो, यस्तै टाइपकै सोधेको थियो क्या। अनि सोधेपछि लगभग त्यही 4-5 मिनटको रेन्जमा उनीहरूले सोध्यो। मलाई त इङ्ग्लिसमा त अब जे होस् आउँदैन थियो। अनि मैले प्राय सबै नै एन्सरै भनेँ कि सबै। अब त्यो पहिला हामीलाई मेन पावरबाट पनि सिकाउँछ, यस्तो क्वेसन आउँछ यताउता भनेर। अनि पहिला हामीलाई त्यो भनेको थियो। अनि त्यही अनुसार प्रिपेयर भएर जाँदाखेरि चाहिँ अब जे होस् इन्डियामा गएपछि चाहिँ उसको लागि चाहिँ समस्या भएन इन्टरभ्यूको लागि। अनि त्यहाँ पनि भन्छ, त्यहाँको एजेन्टले जसले हामीलाई रिसिभ गर्छ नि त्यो एजेन्टले नि भन्छ यसो क्वेसन आउँछ, यसो भन् भनेर। पेपरहरू प्रायः सबै उनीहरूले मिलाउँछ। हाम्रो केही टेन्सनै गर्नु पर्दैन, बस हामीले पैसा बोकेर जानु पऱ्यो, उनीहरूले भनेको ठाउँमा होटेलमा बस्नु पऱ्यो। अनि हामीले चाहिँ जे होस् इन्डिया जाँदाखेरि चाहिँ त्यही 70-80 हजार जति सकेको थियौँ होइन। अनि यताउता गर्दाखेरि 1 लाख जति सक्यो भनौँ न इन्डिया जाँदाखेरि। अनि अब घुम्न गइयो, यताउता गरियो, लुगाहरू किनियो, सस्तो पाउँछ नि त इन्डियामा, सरोजनी मार्केट, यताउता गइयो, लुगाहरू किनियो। अनि इन्डियामा चाहिँ खासै टेन्सन गर्नु पर्दैन। भिसा चाहिँ प्राय लाग्छ नि 90% जति लाग्छ। अब त्यहाँ यताउताको भएर अनि जे होस्
यताउता भएर त्यहाँ अब केही प्रब्लम भयो भने चाहिँ भिसा लाग्नलाई हल्का यस इन्डियामा चाहिँ खासै टेन्सन गर्नु पर्दैन। सामान्य खालको सिम्पल क्वेसनहरू आउँछ इङ्ग्लिसबाट, त्यो अब उनीहरूले भनेको चाहिँ बुझ्नु पऱ्यो कि स्पिकरमा प्रब्लम हुन्छ, हल्का सानो आवाज आउँछ, अनि बुझेन भने फेरि चुप्पो लाएर फेरि लाटो जसरी त्यो भरेर बस्नु चाहिँ भएन है गाइस। टक्क अब जाने भित्र जाने, टक्क कान लगेर स्पिकर नजिक यसरी चट्ट भन्ने, आफ्नो पर्सनल ट्याक्क बस्ने, अनि ठ्याक्कै स्पिकरमा ठ्याक्क आफ्नो कान गर्ने, यता दायाँ बायाँ केही हलचल गरेन, सिम्पल भएर भने त्यो 5-10 मिनट पिरियड आनन्द आएको, कतै हात साथ लगाएन, चुप्पो लाएर भने उनीहरूले भन्छ, क्वेसन सोध्छ, अनि आफूले एन्सर भन्ने, बुझेन भने सरी म्याम प्लिज रिपिट अगेन क्वेसन भन्ने होइन, अनि एन्सर भन्ने, अनि ट्याक्क क्वेसन सोध्छ तिनीहरूले भन्ने, त्यो क्वेसन के सोध्छ त्यही एन्सर भन्ने, अनि उनीहरूले जाऊ त जा क्वेसन अब यो इन्टरभ्यू फिनिस यो गो भनेर नभन्नुन्जेलसम्म चाहिँ आफू उठेर हिँड्ने होइन। त्यहाँ मलाई पनि गएपछि एउटा क्वेसन सोध्यो, 1 मिनट जति उनीहरूले वास्तै गरेन क्या, भित्रै अब उनीहरू छलफल गर्यो, म चुप्पो लाएर उनीहरूलाई हेरिरहेको छु सिसामा, ट्याक्क यसरी हेरेर ट्याक्क यता दायाँ बायाँ कतै गएन अरे हेरेर बसिरहेको। अनि उनीहरूले सोध्यो, फेरि एकछिनपछि एउटा क्वेसन सोध्यो, फेरि त्यो एकछिन टाइम त्यही बिचमा जे होस् ब्रेक टाइप भनौँ न, 20-30 सेकेन्ड अथवा 1 मिनट त्यस्तो ब्रेक टाइपको के, डाइरेक्ट क्वेसन सोधे नगरेर नि कि ब्रेक टाइप गर्ने, अनि सोध्ने गरिरहेको थियो। अनि त्यसो मलाई त्यसरी सोधिरहेको थियो, अनि मैले चाहिँ आफ्नो टक्क आफ्नो अब इन्टरभ्यूहरू दिन कसरी तयार गरिन्छ ट्याकटुक यताउता हेर्ने टक्क प्रिपेयर भएर गएको थिएँ, सिम्पल बनाएर गएको थिएँ। अनि ट्याक्क गरेर बसेँ, अनि उनीहरूले सोधेछ, अनि सुरुमा हामी गएपछि त्यो पासपोर्ट दिनुपर्छ उनीहरूलाई, अरू डकुमेन्टहरू त्यसमै हुन्छ त्यो फाइल टाइपकोमा, अनि त्यो दिनुपर्छ। अनि तिनीहरूले त्यहीँ हेरेपछि अनि सोध्छ नि त, हाम्रो डकुमेन्टमा जे लेखेको त्यही कुरा सोध्छ। अनि कुन ठाउँमा जान्ला भने रोमानिया, अब कुन ठाउँ भन्दाखेरि रोमानियाको कोस्टान्टा सिटीमा जान लागेको हो भनेर भनियो त्यो बेलामा। अनि स्यालेरी कति छ भन्दाखेरि त्यो बेला त अलिक बढी नै भनेको थियो, तर यहाँ आएपछि त्यति चाहिँ पाइएन होइन गाइस, त्यति चाहिँ पाउँदैन पनि, जति भनेर ल्याएको त्यति चाहिँ दिँदैन, अलिकति कमै दिन्छ, किनकि डाइरेक्ट कम्पनी भइदिएर दिन्थ्यो होला। अब हामीलाई एउटा कम्पनीमा आएर अर्को कम्पनीमा काम गर्नु परिसकेपछि, सप्लाईमा परिसकेपछि त्यति दिँदैन। त्यही पनि जे होस् चित्त बुझ्दो भनौँ न, काम गरेपछि नेपालमा यतिको पैसा कमाउनलाई 1-1.5 वर्ष प्लस लाग्थ्यो होला, काम पनि फेरि एकदम गर्नुपर्ने ठाउँमा। तर यहाँ चाहिँ जे होस् 1 महिनामा दिन अब पैसा मैले त तिर्न त धेरै खर्च गरेर आएँ भनौँ होइन। त्यही पनि जे होस् चित्त बुझ्ने, यति भयो भने चाहिँ चित्त बुझ्ने हो। अहिलेलाई चाहिँ जे होस् अब सुरुमै यत्रो पैसा त नेपालमा त जे जस्तो काम गरे पनि पाउँदैन नि त, यहाँ चाहिँ जे होस् ठिक छ। अब हामीले इन्टरभ्यूमा एकदम ध्यान दिनुपर्छ, सिम्पल बनाएर जानुपर्छ, अनि हाम्रो डकुमेन्टहरू मेन पहिले बनाइदिने हो। अनि डकुमेन्टहरू बनाइदिइसकेपछि त केही प्रब्लमै भएन, किनकि डकुमेन्ट भइसकेपछि त अनि हामीले टक्क डकुमेन्ट लगाइदिने हो, उनीहरूले क्वेसन सोध्छ त्यही डकुमेन्ट अनुसार गर्ने हो। त्यसमा केही प्रब्लम भयो भने चाहिँ अब भिसा नलाग्ने चान्स हुन्छ, नभए चाहिँ उनीहरूले सोधेको क्वेसन भन्दाखेरि 90% जति भिसा लाग्ने चान्स हुन्छ। अनि उमेरको हिसाबमा चाहिँ कति वर्ष पुग्नुपर्छ त रोमानिया आउनको लागि, युरोप कन्ट्रीको रोमानिया सेन्जेन भएको छ 2025बाट होइन। कति वर्ष पुग्नुपर्छ भन्दाखेरि चाहिँ उमेर चाहिँ पुग्न चाहिँ 20 वर्ष पुग्नु पर्ने रहेछ होइन। म आएको मेन पावरबाट नि म ठ्याक्कै 20 वर्ष रनिङ थिएँ, मैले हाल्दाखेरि चाहिँ तिम्रो चाहिँ हुन नै सक्छ नहुन पनि सक्छ भन्ने भएको थियो। किन भन्दाखेरि मभन्दा सानो उमेरको मेरो उमेरको कोही पनि गरिन्छ क्या अहिलेसम्म त्यो मेन पावरबाट पठाएर आइन्छ भनौँ। अनि अलिकति तिनीहरूलाई नि दोधार रहेछ कि यसको चाहिँ अब वर्क पर्मिट अफर लेटरहरू आउँछ कि आउँदैन भनेर, अनि हालिदिनु, आएछ भने आएछ, नभए अब 1 वर्ष पुग्नु पऱ्यो पुऱ्याउँला, नभए के गरौँला, अनि गरौँला अहिलेलाई हालिदिनु भनेर भन्यो, रिक्वेस्ट गरियो, हालियो। जे होस् ट्याक्क यताउता गर्दाखेरि जे होस् आयो, अफर लेटर पनि आयो, उमेरले रोकेन, 20 वर्षमा आउँदो रहेछ। जे होस् 20 वर्ष चाहिँ पुग्नुपर्छ क्या, हुन चाहिँ 21 वर्ष लेखेर चाहिँ यहाँको लमा होइन, कानुनमा चाहिँ यहाँको रोमानियन कानुनमा चाहिँ 21 वर्ष लेखेको रहेछ। पुग्न चाहिँ 20 वर्ष पुग्नुपर्छ है गाइस। ट्याक्क 20 वर्ष पुग्यो भने चाहिँ आउँछ, अफर लेटरहरू आउँछ, वर्क पर्मिटहरू आउँछ। अनि त्यो आएपछि चाहिँ हामीलाई भिसामा चाहिँ प्रब्लम हुँदैन। अनि त्यो आएपछि इन्डियामा इन्टरभ्यू राम्रोसँग दियो भने भिसामा प्रब्लम हुँदैन। अनि यहाँ आएपछि हामीलाई भिसा लाग्ने भनेको 6 महिनाको भिसा लाग्छ यहाँ।
हाम्रो भिसा लाग्ने भनेको चाहिँ 6 महिनाको होइन गाइस, 6 महिनाको जम्मा भिसा लाग्ने हो। अनि मेरो चाहिँ मुक्सिरमा गएको इन्डिया पुस 1 महिना ब्रेक भयो, माघमा मेरो फ्लाइट भयो होइन। त्यस्तो आत्तिनु पर्दैन, किनकि यहाँ आएपछि हामीलाई त्यो भिसा सकिनुभन्दा अगाडि चाहिँ हामीलाई टिआरसी कार्ड बनाइदिन्छ है गाइस। टिआरसी कार्ड भनेको चाहिँ टेम्पोररी रेसिडेन्स कार्ड हो, जुन कार्डले चाहिँ हामी यहाँ 2 वर्षको लागि भिसा टाइपको भनौँ। पिआर भनेको पर्मानेन्ट टिआरसी बनाइदिन्छ होइन। त्यो टिआरसी चाहिँ 2 वर्षको लागि हामीलाई बस्नको लागि भयो। पिआर भने चाहिँ अब सधैँको लागि यहाँको अब बासिन्दा सरै भयो नि त। टिआर भनेको चाहिँ 2 वर्षको लागि हुन्छ। त्यो टिआरसी बनाइदिन्छ होइन गाइस। त्यो टिआरसीले चाहिँ हाम्रो काम गर्छ 2 वर्षको लागि। हाम्रो कन्ट्र्याक्ट पनि 2 वर्षको लागि भएर आउने हो। पहिले सुरुमा नेपालबाट आउँदा अब 2 वर्षसम्म त्यो कम्पनीमा बसेर अथवा बिचमा केही प्रब्लम भयो, कम्पनीले निकाल्यो यताउता केही प्रब्लम भयो भने चाहिँ त्यो टिआरसी आफूसँगै हुन्छ होइन। अनि अर्को कम्पनीमा जान मिल्छ कि, जस्तै अब त्यहाँबाट रिलिज लिनुपर्छ कम्पनीमा, अनि यताउता यहाँको अब कानुनी रूपमा भएर चाहिँ लिगल रूपमा भनौँ न, लिगल रूपमा यताउता गरेर चाहिँ अर्को कम्पनीमा काम चाहिँ गर्न सकिन्छ होइन। यहाँ रोमानिया आएपछि चाहिँ त्यस्तो अब जस्तै साउदी, मलेसिया यताउता जुन कम्पनी भनेर गयो त्यही कम्पनी जति समय भन्यो त्यति समय भिसा सकेपछि फर्किनु पऱ्यो। यहाँ चाहिँ त्यस्तो हुँदैन, आफू आएपछि कति वर्ष बस्नु मन लाग्छ त्यसमा चाहिँ केही प्रब्लम हुँदैन होइन गाइस। अब तपाईँहरू आउँदै हुनुहुन्छ, भिसा जम्मा 6 महिनाको लाग्ने रहेछ, फेरि यत्रो पैसा तिरेर आएर 6 महिनामा फेरि भिसा सकेपछि हामी जानुपर्ने, नेपाल फर्किनु पर्ने हो कि भनेर त्यस्तो त्यो हुँदैन। किनकि यहाँ चाहिँ टिआरको सिस्टम हुन्छ। युरोपमा चाहिँ टिआरसीले चाहिँ 2 वर्षको लागि हुन्छ यसको डेट। त्यसले चाहिँ यहाँको हल्का अब अलिकति कानुनी रूपमै अलिकति मान्यता दिन्छ होइन गाइस। अब यस्तै हो। अब अरू त के छ र, अब कुरा आयो टाइम चाहिँ कति लाग्छ त अब प्रोसेस गरेको। अब प्रोसेस गर्दाखेरि कति जति टाइममा चाहिँ भिसा लागेर रोमानिया उडिन्छ त भन्दाखेरि लगभग मेरो चाहिँ मैले असारमा पासपोर्ट बुझाएको हो होइन। असारमा बुझाएको, साउन 1 महिना भयो, भदौमै आयो मेरो अफर लेटर, चाँडै आयो अफर लेटर, भदौमै आयो। अनि असोजमा आयो मेरो वर्क परमिट आएपछि 1 महिनापछि, असोज 1 महिनापछि कार्तिकमा म गएँ, इन्डिया गएँ। कार्तिकको लास्ट 27-28 गतितिर गएँ। अनि मेरो मुक्सिरको पहिला हप्ता भिसा लाग्यो भनेर रिजल्ट पनि आइसकेको थियो। अनि मेरो पुस 1 महिना रह्यो, माघमा मेरो फ्लाइट भएको हो होइन गाइस। मेरो त एकदम छिटो, किनकि मैले जब +2 को एक्जाम सकेँ नि, एक्जाम सकिएर मेरो वैशाखमा एक्जाम सकियो, जेठ 1 महिना चाहिँ फ्री भयो होइन। अनि असारमा मैले हालेँ, साउन भयो, भदौ, असोज, कार्तिक, 6 महिना 7 महिना जतिमा आयो मेरो चाहिँ चाँडै। तर कोही मान्छेहरूको चाहिँ 1 वर्षमा नै अफर लेटर आएन, 2 वर्ष हुन लागिसक्यो, अफर लेटर निकालिदिएको, अरू पर्मिटै निक्लेन भनेर खबर सुन्नुमा आइरहेको। त्यो चाहिँ सबै ठगहरूको हो होइन। त्यसमा चाहिँ तपाईँको पासपोर्ट पैसा के बुझाउनु भएको छ त्यो लिनु होला। कम्तीमा नै तपाईँको 1 वर्ष 6 महिनादेखि 1 वर्षको रेन्जमा चाहिँ तपाईँ उड्नुहुन्छ, राम्रो काम गर्ने ठाउँमा भयो भने। पैसा लिएर उनीहरूको अब नेपाली हो, खाना पायो भने खान्छ कि के छ नि उखान त्यस्तै। अब लिन्छ उनीहरूको अब कामै त्यही हो। जनता अब हामी जस्तो सादालाई अब यताउता अग्लम बग्लम पारेर फुत्काउने पैसा। अब नेपाली हो, चान्स पाएपछि गर्नुपर्ने ठाउँमा होइन, विदेशको ठाउँमा नि त्यस्तै हुन्छन्, काम लगाइदिन्छ अर्को भन्ने, पैसा खाइदिन भाग्ने यताउता। त्यो चाहिँ आफू सचेत हुनु पऱ्यो। नभए चाहिँ तपाईँहरू 6 महिनादेखि 1 वर्ष बढी लाग्यो 15 महिनासम्म चाहिँ काम हुन्छ, काम गर्ने मेन पावर छ भने। यदि काम गर्ने मेन पावर छैन अथवा 6 महिना भइसक्यो, वर्क परमिट निकालेको, डेट निकालेको छैन इन्डिया जाने भन्दै हुनुहुन्छ भने चाहिँ त्यो चाहिँ फटा हो है, चोर हो। तिनीहरूदेखि चाहिँ अब सावधान रहनु होला। तपाईँहरू आफ्नो पासपोर्ट, आफ्नो डकुमेन्ट के दिनुभएको छ, पैसा क्यासमा दिनुभएको भए त्यही अनुसार उठाउनु होला होइन। अब ब्याङ्कमा अकाउन्टमा हालिदिनु भएको छ भने कानुनी रूपमा जानु होला। अब त्यो बेला थाहा भएन क्यासमा दिइयो भनेर भन्नुहुन्छ भने अब उठाउने, गुन्डा लगाउने कि आफ्नो साथीभाइ लाने कि अथवा कोही लाने कि थर्काउने कि कुट्ने कि त्यसलाई के गर्नु हो त्यो उठाउनु। त्यो अब त्यसमा फस्नु भएको छ भने त्यसरी उठाउनु, सकेसम्म नफस्नु। काम चाहिँ गर्नेले 6 महिनादेखि
15 महिना अथवा 1.5 वर्ष भनौँ, 6 महिनादेखि 1.5 वर्षमा गर्छ नि के। अब यताउता 1-2 महिना अब यता पनि कानुनी रूपमा अब यहाँ पनि केही नियम चेन्ज भएर अब केही समस्या भएर त्यो भयो भने छुट्टी कुरो हो, नभए चाहिँ तपाईँको 6 महिनादेखि 1 वर्षमा भिसा लाग्छ होइन रोमानियामा चाहिँ। जे होस् अहिलेको 2025 को सन्दर्भमा चाहिँ भन्नुपर्दाखेरि रोमानिया तपाईँहरू आउनु भन्न चाहन्छु म चाहिँ। म पनि आएको 4-5 महिना भयो होइन। अहिले चाहिँ च्याट्टै यहाँ अब खानासाना पकाउनु पर्ने हुन्छ। अब भ्लग स्टार्ट गरेको चाहिँ यसो सपोर्ट गरिदिनु होला होइन। म अब यसो इन्फर्मेसन टाइपको भिडियोहरू ल्याउँछु होइन। जस्तै अब हो मिलाएर आउँछ अब यहाँ के कस्तो हुँदो रहेछ सिस्टममा आएपछि होइन। मलाई पनि खासै धेरै त थाहा हुँदैन नि त, म पनि भर्खर नयाँ नयाँ आएको हो। यसो सपोर्ट गरिदिनु होला। अब केही न केही हुन्छ, अब भ्लग हानिन्छ भनेर भ्लग स्टार्ट गरिरहेको छु होइन। अहिले चाहिँ एक्लै बनाइरहेको छु है। यो चाहिँ मेरो फर्स्ट टाइपकै हो, यसरी ठ्याक्क अनुहार देखाएर भ्लग बनाएको चाहिँ। अब जे होस् 6 महिना +2 गरेको 1 वर्ष नबित्दैमा म चाहिँ उडेँ होइन। जे होस् 20 वर्षमा म चाहिँ रोमानिया आएको हो। तर जे होस् मेरो उमेरको खासै मान्छे भेटेकै छैन भन्दा नि हुन्छ होइन। अब मैले नभेटेर अरू ठाउँमा काम गर्नुहुन्छ भने छुट्टै कुरा हो, नभए चाहिँ रोमानियामा चाहिँ खासै 20 वर्षको अब नेपाली मान्छे आएको चाहिँ मैले खासै देखेको छैन होइन। यहाँ कम्तीमा नि अब 25+ का, विशेष गरी 25+ का आइरहेका हुन्छन्, जो चाहिँ अब यो अरू अब युरोपको अरू देश अब अलि भिसा टाइट भएर जान नसकेका अथवा केही प्रब्लम भएर नगएका होइन। यसमा चाहिँ अलि भिसा लाग्ने चान्स धेरै भएर पैसा पनि अब कम छ अरू देश युरोप देशहरूको तुलनामा होइन। बुझेर आउनु होला, पैसा नफसाउनु होला। सप्लाई कम्पनी हो कि डाइरेक्ट कम्पनी हो पहिले बुझेर आउनु होला। त्यस्तो गाह्रो हुँदैन रोमानियामा। अनि केही छ भने मैले बुझेको म भनिदिउँला होइन। अब यसो सपोर्ट गर्नु होला, सब्सक्राइब चाहिँ गरिदिनु होला। अब भर्खरै यसरी अब कामबाट आएर यसरी मरि भ्लग होइन, बोली मान्छेसँग बोल्न डर लाग्छ। अब यसरी मैले क्यामेरामा बोलेर एक्लै बसेर एडिट गरेर अन्नाधुन्ना गरेर होइन ट्याक्क भिडियो बनाएको छु होइन। च्याट्ट सब्सक्राइब हानिदिनु होला है त। अहिलेलाई यति भयो होइन। अब मिलाएर आउँछ है त गाइस। बाई बाई है त आजलाई।